छापामा त बालेनलाई जित्छु भनेर अहिले घर दैलो गरिराख्नु भएको जितिहाल्छ नि दोष केपी चोरले जित्छ त काई केपी चोरले काई जित्छ बुवा मम्मी सबैलाई माटोमा चाहिँ भोट लाउनु यसबाजी भन्छ कि भन्दैन अर्काको मुखेरै लाउने रे यसबाजी भोट चाहिँ के कसो छ भोट अब मैले चाहिँ हामी दुईजनाले चाहिँ अहिलेसम्म लाएको पनि थिइनौँ होइन अब तुमसे ना हो पाएगा ये माले कांग्रेस दादाओले दिला दो बजे मामा कासु तोरले रात सराने गारा तालियन पार्टी आइडल जिंदाबाद तुम यावेला युवा युवा जेन जीवन है तो बुझियन डब्लू नमस्कार म काठमाडौँबाट आएको हजुर तपाईलाई भेट्नु पर्यो भनेर 1 मिनेट त समय छैन 1 मिनेट समय छैन है नम्बरै अब हिँड्दै नै गफ गर्दै हाम्रो टिम कता हो टिम के गर्दैछ सर कामहरु गर्दैछ हाम्रो काम गर्दैछ अरु लाचुको टिम हो के देश चाहिँ यस्तो देश बनाउँछु भनेर अलिकति मलाई सम्मान गरिदिँदा त झन् कति म त डबल स्पिडमा काम गर्थेँ होला नि त होइन त्यही हो अनि उस्तै मान्छे भए त भाँचिन्थ्यो क्या यत्रो काम गर्छु मैले उल्टो गाली खानुपर्ने गर्दिनँ नाथेलाई के छ यसपालि भोट नि यसलाई दिनु ल यसलाई दिनु यसपालि भोट ल भत्ता बढ्छ तपाईँको यसलाई दियो भने एमाले केपी ओली यो के तपाईँ नि सिरानी सुत्नुहुन्छ नि सिरानीमा मुनि राखेर सुत्नु तपाईँको भत्ता बढ्छ तिनचोटि तपाईँलाई मैले भोट दिइसकेँ खोइ त विकास गरेको अब यो पालि स्वतन्त्र हो त्यसो गरी जिताउनु पर्छ बजाउनु घन्टी त बजाउनु पर्दैन अब तिनवटा पार्टीले केही नापेन नि त अहिलेसम्म गजब बेइज्जती हाल्नु पर्ने हो हामी घन्टी हो भिडियो चाहिँ नबनाउनु न होइन भिडियो होइन तारामा तारा म तारा हो होइन हामी पनि तारा हो होइन मेरो नाम तारा हो तर म भोट चाहिँ घन्टीमा योपल्ट ए साथी जिन्दगीमा नि के गर्नुपर्छ गर्दै सोच्दै नसोचेको काम पनि गर्नुपर्ने यो भगवानले नि के गरिदिन्छन् गाँठे सुख त कहिले नदिने भयो भगवानले कहिले बरु छिटो छिटो लय त हुन्छ नि आनन्दै हुन्थ्यो कहिले लैजान्छन् न हो भगवान छिटो छिटो लैजाऊ म त के गर्नु भयो